हेलो गाइज, वेलकम टु माई अनदर भ्लग। आज चाहिँ हाम्रो यहाँ रामकोटको आमा पार्टीको अधिवेशन छ पुइमेमा। आज लिएर जानु दिदी माइजू र म मात्र आइपुगेको छु। यहाँ आमा पार्टीहरू आउँदै हुनुहुन्छ होला। कफी लिनु ल। हामी त अब भोक लाएर कफी खान लागेको। हामी को भनिदिने यहाँ पुइमेमा हाम्रो आमा पार्टी अझै आइपुग्नु भएको छैन। हामी भोकेर म त अनि कसले होला त्यस्तो सलमान खान हाल्नु मैले हो पार्टी म त कसले होला त्यस्तो सलमान खान 3 बजे उठ्दो रहेछ के हेर्नु त कता अचार त कता गयो हेर्नु ए ओ हेर ल्याउ त बहिनी म त कसले होला हेर्नु नभ्यालो गरेर हेरेर नमस्कार यहाँ चाहिँ आमा पार्टी सबै आज हाम्रो आमा पार्टी बिस्तारै जमाउँदै हुनुहुन्छ। बिस्तारै सबै आउँदै हुनुहुन्छ। नमस्ते मिन्दी, नमस्ते दिदी, नमस्ते माइजू, नमस्ते नमस्ते माइजू। हाम्रो पार्टीहरू यता बस्नु भएको छ। ल दिदीहरू चाहिँ खाना खाँदै हुनुहुन्छ। कुकु यता मिठी लाइट परेर भने यता पनि हाम्रो आमा पार्टी दिदी माइजू खाँदै हुनुहुन्छ। बहिनी खाना खाँदै हुनुहुन्छ। यहाँ चाहिँ माइजू दिदीहरू खाना खानुहुन्छ भने यहाँ चाहिँ दिदीहरूको पालो आउनु भएन खाना खान्न चाहिँ किनभने यहाँ पनि हाम्रो ठुलो आमाहरू हुनुहुन्छ। हाम्रो आमा टुरीहरू यता हुनुहुन्छ। हाम्रो चाहिँ यो मिटिङ होल हो आजको आमा पार्टीहरूको भने। यता चाहिँ अहिले खाना खानको लागि सबै आमाहरू छ। कति मिठो कति राम्री हो मेरो दिदीहरू। दिदी कति छ्याबाजार हो। आज मेरो भ्लगमा कुरा गरेको के बुझ्दै बिस्तारै यता नि हाल्नु भाइ एउटा ग्लास पनि ल्याइदिनु न है पानीको। थ्याङ्क यू भाइ। पानीको एउटा ग्लास ल। एउटा चाहियो हो ल दिदीहरू बहिनी खाए है। घिउ र साग यस्तरी खाने मिठो हुन्छ कि है। घिउ र साग मात्र क्या। घिउ हालेको भात र भोलि के रे माया त्यो निकै त्यो बेला आमा पार्टी चाहिँ अब खाना आज आज मिटिङ सुरु एउटा सिट खाली मिटिङ भन्दा पनि हाम्रो कार्य समिति गठन भएको 6 वर्ष पुगेर 7 वर्ष लागिसकेछ।
5 वर्षमै हामीले सरकार ढाल्ने हो भने त 5 वर्षमा ढाल्नु पर्ने है। तर 6 वर्ष भयो भने 7 वर्ष हिँडिसकेको छ। त्यही भएर अब त्यति बेला विचारहरू बाउ पार्टीहरूले इमर्जेन्सीमा हामीलाई कार्य समिति चुनिदिनु भयो। अब कसरी के सोचेर गर्नुभयो विचार है। तर अहिलेसम्म अब दुःख सुख तान्दै आइयो यहाँसम्म होइन। 6 वर्ष भएर 7 वर्ष पनि लागिसकेको छ। अनि त्यो भएको कारणले अब फेरि यसरी हामीले यो अधिवेशन गरेर फर्स्टमा त अब हाम्रो कोषाध्यक्षज्यू युके गोसाईले गर्दाखेरि सबैभन्दा फर्स्टमा हामीलाई यो कोषाध्यक्षको आवश्यकता परेको भएर पनि अहिले हामीले यो अधिवेशन गर्नु अधिवेशन एउटा फर्मालिटी पुरा गर्नुको मात्रै हो। हुन त हामी बिचमै सहमतिले गर्ने कुरा हो। यो अधिवेशन गर्न परेको कारण के अब अधिवेशन भयो भने यति धेरै भयो नि त रमाइलो भयो। मिटिङमा त त्यो 20-22 जना 17-18 जना होइन। अब आज त हामी सबै छौँ नि त घरै पछि छ नि। अहिले त हाम्रो रामबाटै सबै रामबाटै छ नि त होइन। परिवार ठुलो छ हाम्रो आमा पार्टीको ग्रुप ठुलो छ। तर सबै कोहीको काम व्यस्तताले गर्दाखेरि प्रायःहरू यसरी मिटिङमा 1-2 जना भने छुटिरहेको हुन्छ। त्यही भएर आजको मिटिङमा सबै समावेश गर्ने कोसिसले गर्दाखेरि आज सबै पनि आइदिनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। र आजको मिटिङको पहिलो हाम्रो प्रतिवेदन भएको कार्य समिति अब पुरानो कार्य समिति विघटन गरेर नयाँ कार्य समिति चुन्ने होइन फर्स्टमा। किनकि अब 5 वर्षमा गर्नुपर्ने कुरा हो। अब त्यही कार्य समिति बने पनि 5 वर्षमा चेन्ज गरिदियो भने अब कसैले फेरि हामीले गरेको कामहरू मन नपरिरहेको हुन्छ नि त होइन। अनि नयाँ कोही छ भने फेरि आफ्नो एजेन्डा लिएर आउनु सक्नुहुन्छ नि त। यस्तो होइन यस्तो हो भनेर कति कुराहरू मिटिङमा पनि अब भन्छु भनेर कहिले मिटिङमा छुटेको हुन्छ। अब कहिले मिटिङमै नआएको कहिले आएर पनि त्यो कुराहरू भन्न नपाएको हुन्छ होइन। यसरी बसेपछि त हाम्रो के अरे सबैको छलफल धेरैजना भयो भने धेरैजनाको छलफलमा एउटा निचोड निस्किन्छ, एउटा बलियो निष्कर्ष निस्किन्छ। त्यही भएर सबैलाई समावेश गरेको कारण पनि थियो होइन। अनि पहिलो अब हाम्रो यो 6 वर्ष पुगेर 7 वर्ष लागेर पहिलो अधिवेशन 5 वर्षमा गर्न पर्नेमा 7 वर्ष रनिङमा हामीले अधिवेशन गर्नु लागेको। पुरानो कार्य समिति विघटन गरेर नयाँ कार्य समिति चयन गर्ने आजको हाम्रो खास एजेन्डा। अनि र हाम्रो आमा पार्टीको उसमा आर्थिकको के कस्तो छ त नि होइन। सबभन्दा कुरा त पहिला त आर्थिकको आउँछ। पैसा कहीँ हिँड्न बिना त भएन। यो कुराहरू पनि सबैले जानकारी हुनुपर्छ क्या। त्यो भएर सबभन्दा पहिला आर्थिक हाम्रो आर्थिक आय व्ययको पनि हाम्रो यो आजको अध्यक्ष हाम्रो दिदीलाई नै चुन्नुभयो। दोस्रो काल पनि दिदीहरूलाई अध्यक्ष हुने सबै आमा समूहहरूले सहमति दिनुभएको छ। मै कायम भएको हुनाले है अब मेरै नाम बोक्नु अब कस्तो भयो भने अब मिना अब उपाध्यक्ष मान्छे अब कार्य समितिबाट अहिले निस्किन्छु भन्न पाउँदैन कि। बल्ल त सुरु भइरहेछ होइन। त्यही भएर 5 सालपछि झन् मभन्दा तगडा तरिकाले पो अध्यक्ष गर्न निस्किन्छ कि होइन। हो गरौँ निस्किन्छ। त्यही भएर अब मिनालाई अहिले हाम्रो यस्तो नियम त अब कता कता है। त्यो नेपालको नियम आफूले राख्ने हुन्छ क्या। वरिष्ठ भनेर राख्न मिल्दो रहेछ क्या। अनि वरिष्ठ उपाध्यक्षमा मिना गुरुङ होइन। अनि उपाध्यक्षमा हेली गुरुङ। कुरा पनि हाम्रो कार्य समितिबाट ननिकाल्ने। फेरि उसको यो प्रत्येक काम धेरै हेडेकबाट हुने भएको भएर त्यहाँबाट छुटकारा मात्रै दिएको हो उसलाई। त्यो उसलाई अब हामीले कार्य समितिको उपाध्यक्षमा ल्याउँदैछौँ। उपाध्यक्ष हेली गुरुङ। इन्द्र गुरुङ ए हेली होइन भन न। ब्राइटेडमा राख्दिनु न हेलीलाई इन्द्र। अनि र सचिव सन्तोषी गुरुङ 5 वर्ष टाउको दुखायो। किनकि यो सचिवको काम साह्रै टाउको दुख्ने काम हो क्या। होइन कस्तो भने के अरे अहिले
सचिवको काम पनि मै अनि अब बिन्दु नभएर कोषाध्यक्ष छ भने फेरि मैले एउटा कुरो भन्छ है मेरो बिराली पनि स्कुलको व्यस्तता पनि भयो एउटा प्रब्लम अब लेख्न चाहिँ मलाई टाइम लाग्दो रहेछ कि त्यो लेख्न चिजहरू लेख्न अनि फोन गर्न अनि मलाई टाइम लाग्यो स्कुलको काम पनि घर ल्याएर गर्नुपर्ने हुन्छ मेरो स्कुलको कामले गर्दा नि म अलिकति पछाडि पर्नु पऱ्यो अनि त्यस्तै मेरो बाबुहरूले लेखिदेऊ भन्दा नि उनीहरूको समय र आफ्नो समय नमिल्ने केही भन्ने के भन्ने हुँदैन मैले चाहिँ मेरो बहिनीलाई हस्तान्तरण समिति बलियो बनाएर निस्कियो भने नि हामीले रामकोटे आमा पार्टी कोही भन्दा कम छैन क्या क्षमता तर हाम्रो समिति स्ट्रङ हुन नसकेको कारणले अहिले हामीहरू अलि मिटिङमा पनि स्लो हरेक कुरामा स्लो भइरहेछ होइन तर अब यो नयाँ समिति कडा भएर दौडिने है घोडाभन्दा तगडा सचिव सन्तोष गुरुङलाई ताली बजाउनु सबैले सहसचिव धना गुरुङ कोषाध्यक्ष पवित्र गुरुङ सहकोषाध्यक्ष आशिक गुरुङ अनि हाम्रो कार्य समिति सदस्यहरू कृष्ण गुरुङ रामकोट मिलन गुरुङ रामकोट मन्जु गुरुङ कुमिटे दिनु गुरुङ कुमिटे है 11 जनाको कार्य समिति भयो इन्द्र दिदी अब इन्द्र दिदी यहाँ नभए पनि उहाँ पनि अब हाम्रो सल्लाहको सदस्य हुनुहुन्छ पुरानो उस भएर पुरानो आमा पार्टी भएको हिसाबले अनि र दिदी चन्द्रकला गुरुङ केशर कुमारी गुरुङ शिव गुरुङ र एउटा मैले सल्लाहमा एउटा भन्न मन लागेको दिदी सीता गुरुङ एकदम रागाको साथ अगाडि आमा पार्टीलाई लैजाने आनन्द मिलोस् सबैलाई शुभकामना र आजको नयाँ कार्य समितिलाई खाता लगाएर के अरे सम्मान गरिदिनु न हाम्रो सबभन्दा ज्येष्ठ हाम्रो सभाका सदस्यज्यूलाई सबैलाई खाता लगाएर सम्मान मैले लगाइदिएँ म दुईवटा हामी त कार्य समिति नयाँ फेरि 5 साल पछि है ल खुसी छ बाबुहरूलाई त्यसरी मेरो आशिष छ यसरी अब झन् योभन्दा तिमीहरू भलोस् यसरी उपति भओस् है जम्मै भएर अरू कुरा जान्दैन मैले भयो आजको कार्यक्रम आजको कार्य समिति झन् बलियो तरिकाले मिल्ने जस्तो लागेछ है यस्तै साथ सहयोग यसरी अझै पहिलाको भन्दा नि झन् धेरै पाउँछु होला भन्ने आशा राखेको छु यो के अरे समूह भनेको एक दुईजनाले बन्ने कुरा होइन सबैको साथ सहयोगले
अब म अध्यक्ष भनेर नि म सबै कुरा जानेर म अध्यक्ष बनेको पनि होइन काम गर्दा गर्दै जाने हो सिक्दै जाने हो कति कुराहरू मिस्टेक हुन्छ त्यो मिस्टेकमा पनि अब हाम्रो दिदीहरू हुनुहुन्छ सबैले एकाडेमीहरू तिमीहरूको यो गलत भयो है भनेर औँल्याइदिनु होला त्यसमा हामी त के अरे हजुरहरूको राय सल्लाह हमेसा हामी अपेक्षा राख्छौँ र यसरी नै हाम्रो कार्य समिति बलियो पनि होस् हाम्रो आमा पार्टी पनि बलियो होस् होइन कार्य समिति बलियो भयो भने फेरि सबैसँग किनकि म एउटा मात्रै के अरे कार्य समिति मात्रै रामकोटे होइन कि शान्ता दिदी पनि हो आयो न छैन बहिनी शान्ता दिदी बिरामी भएर नआउनु भएको एकछिन हामी सक्न लागिरहेको छ यहाँ हिसाब किताब हस्तान्तरण गर्दै हुनुहुन्छ हाम्रो आमा समूहको अध्यक्षज्यूहरूले खोद अध्यक्ष हाम्रो बिहानको पैसा हाम्रो चाहिँ चिया टाइम मिटिङ अझै मिटिङ त पुरा भ्याएन होला कि अलिकति बाँकी अझै क्यामेरामा नटाउने अनुहार अनुहार रामकोट आमा समूह समिति गर्नुभएको 6 वर्ष पुरा भएर 7 वर्ष लागेको छ र पहिलो अधिवेशन भएको जानकारी गरिन्छ पुरानो कार्य समिति विघटन गरी नयाँ कार्य समिति चुनियो आर्थिक आय व्ययको बारेमा पनि छलफल गरियो नयाँ कार्य समिति आगामी दिनमा कसरी बढ्ने भन्ने छलफल गरियो गाउँको दायित्वबारे पनि छलफल गरियो भाँडाकुँडाबारे छलफल गरियो मिटिङमा नआएको खण्डमा रु 500 बुझाउन पर्ने छलफल गरियो होइन ठुलो दशैँमा गाउँमा सरसफाइ गर्न नजाने आमाहरूलाई रु 700 दिनुपर्ने रामकोट समाजमा राम्रो नआएको काममा सबैले मेसेन्जरको मेसेजलाई निर्णय गरियो हाम्रो यो ग्रुपको मेसेजलाई निर्णय गरियो सबैले मान्न पऱ्यो चाहिँ होइन उच्च शिक्षा दिदी बहिनी भान्जा भान्जीमा भाङ र बसौरा लैजाने रामकोट तमु परिवारसँग सम्बन्धित कसैले पनि उच्च शिक्षा हासिल गरेन सम्मानको लागि उपहार दिने निर्णय गरियो उत्तीर्ण हुँदा आफ्नो तरिकाले जाने समाजलाई नै भनेर अनिवार्य छैन होइन आफ्नो उचित जाने छलफल गरियो भाइ फरकहरूबाट समाजलाई सहयोग गर्ने बापत खाता लगाउने भाँडाकुँडाको बारेमा बाहिरको लागि नदिने गाउँभित्र दिँदा सबै भाँडाकुँडा लगेर राख रु 2000 र अरू कुनै पनि आधा भाँडा लग्याउँदा 1000 रुपियाँ होइन छलफल गरियो हाम्रो भाइहरू गाउँमा जाँदा भाँडाकुँडा सोधेर दिने त्यस बापत रु 700 बुझाउनु पर्ने सरसफाइको लागि धन्यवाद अब चाहिँ हाम्रो यहाँ पवित्र माइजू आजबाट अध्यक्ष हो यो कार्यकालको लागि 5 वर्ष हिसाब किताब हस्तान्तरण गर्दै हुनुहुन्छ हाम्रो आमा पार्टीहरूले पैसा हामीले दिउँला अब चाहिँ हाम्रो प्रोग्राम भइसक्यो र आमा पार्टीहरू सबै जानको लागि बिदाई गर्दै हुनुहुन्छ ल सबैलाई बाई बाई हानिदिनु पऱ्यो नि त ल सबैलाई बाई बाई आउने बाई 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 ल अब हामी लाग्यौँ घरतिर 4 बज्न लागेको छ 4 बज्न 10 मिनट भयो अहिले भर्खर हामीले चाहिँ भ्याएर हामी चाहिँ रेस्टुरेन्टबाट आमा पार्टीहरू सबै लाग्यौँ बिस्तारै आफ्नो घरतर्फ